मलाई ब्रेकअप चाहियो। तिमीले ब्रेकअप चाहियो भन्ने बित्तिकै दिन्छु म। हेलो एन्ड नमस्ते जो लप्पा सबैजनालाई। सबैजना सन्चै हुन्छ होला, म पनि एकदम सन्चै नै छु। आज चाहिँ नयाँ भिडियो लिएर आएको छु म चाहिँ, होइन के भिडियो भने चाहिँ आज म फेरि प्र्याङ्क गर्दैछु। त्यो चाहिँ आफ्नै मान्छेलाई मलाई ब्रेकअप चाहियो, म रिलेसनमा नबस्ने भनेर म प्र्याङ्क गर्छु होइन। अब ठ्याक्क हाम्रो झरा नि परिरहेको छ, अनि झरा परेपछि झरा परिसकेपछि त यस्तो प्र्याङ्क गर्न जाइस् नि त होइन र। अनि म ब्रेकअप माग्छु, अब के हुन्छ हेरौँ। अब उताबाट रियाक्सन गर्छ त मैले ब्रेकअप माग्दा हाल्यो, उताबाट दाजुको ब्रेकअप दियो भने नि अब थाहा भएन अब के हुन्छ के हुँदैन। अब कस्तो गर्छु मैले आई डोन्ट नो। अब भरे एकछिनमा फोन गर्छ, अनि फोन गरेपछि म यहाँ हुँ, एउटा कुरा भन्छु, मलाई मनमा लागेको कुरा भनेर म भन्छु। हाम्रो झरा परिरहेको छ क्या, अनि त्यही भएर ठ्याक्क झरा परिरहेको मेरो दिमागमा यो खुरापाती दिमागमा आइडिया आयो भने पनि त्यस्तै भइरहेको छ। त्यही भएर म प्र्याङ्क गर्न लागेको। अब कस्तो हुन्छ के हुन्छ त्यो मलाई पनि थाहा छैन। अब कस्तो रियाक्सन आउँछ, के रियाक्सन आउँछ भने त्यो मलाई थाहा छैन। अब बेलुका फोन आएपछि थाहा हुन्छ कस्तो आउँछ भनेर। म चाहिँ अलिक सिरियस मुडमा बोल्छु, अनि हेरौँ अब के हुन्छ कस्तो हुन्छ। अब म प्र्याङ्क गर्न सक्सेस हुन्छु या हुँदैन थाहा भएन। अब मलाई ब्रेकअप चाहियो भने चाहिँ उताबाट कस्तो रियाक्सन आउँछ, अब त्यहाँदेखि भिडियो हेर्दै जानु, अनि त्यसपछि थाहा हुन्छ कस्तो रियाक्सन आउँछ के आउँछ। ब्रेकअप माग्दा माग्दा साँच्चीकै ब्रेकअप भयो भने यस्तो हुन्छ कि। अब हेर्नु, अब फोन आउँछ नि, फोन आएपछि म फेरि भिडियो स्टार्ट गर्छु। हस् अहिलेलाई बाई बाई। प्र्याङ्क गरेर नि कस्तो डर लागिरहेको छ, फोन आइरहेको के किन सुत्या? के खानु उठेर बस्नु त? उठ्दैन कसको लागि उठ्दैन। के भनेको? कसको लागि उठ्दैन भने के भन्नु नि? बाइकवालाको लागि उठ न, बाइकवालाको लागि। प्लिज रिस नउठाउनु होला, रिस उठिरहेको बेलामा रिस नउठाइदिनु होला। के आएन साया? के ननसेन्स? गेम खेलेर बस्नु न। मलाई ब्रेकअप चाहियो, म बस्दिनँ रिलेसनमा। के गर्न म बस्दिनँ। के मलाई ब्रेकअप चाहियो। कति रुपियाँ पर्छ? रिस नउठाउनु, म यहाँ सिरियस भएर भनिरहेको छ। कति रुपियाँ पर्छ के ब्रेकअपलाई नि? के कति रुपियाँ? चक्लेट हो र भन्नु बित्तिकै पाएन। म यस्तो जहिलेको झगडा जहिलेको म यस्तो सहन सक्दिनँ। के अनि भनिराख्नु पर्दैन के अनि अलि गर्न हाँस्नु है। के चाहियो अरे? मलाई ब्रेकअप चाहियो नि, के चाहिनु नि अरू? कति रुपियाँ पर्छ? अहिले सिरियस भएर भनिरहेको छ, अहिले धेरै नहाँस्नु नि, अहिले हि गरेर। मलाई यस्तो कुरामा सिरियस हुन आउँदैन। नबोल्नु। बोल्नु परेन। म तपाईँलाई हरेक ठाउँमा ब्लक गर्छु। के जेनी नि? अरे तपाईँलाई पो केही भएन त, हामीलाई त भइरहेछ नि त। त्यस्तो चेक गर्नु पर्ने होला। म सुध्रेन भने के को चेकमा सेक? म सुध्रेन बेबी। तिमीले ब्रेकअप चाहियो भन्ने बित्तिकै दिन्छु म। अब मलाई चाहियो नि त, तपाईँले नदिएर हुन्छ। मलाई चाहियो नि त। चक्लेट हो त्यो। मम्मीलाई मेसेज गरौँ म। ल्याङ आउने बिहानको बेला अलिक कति बजेको छ? अहिले मेसेज गरौँ म। अरे टाइम हेरेर भन्ने गर्नु कि मेसेज गरेँ मैले, खुसीलाई ब्रेकअप चाहियो अरे भनेर। जहिलेको झगडा, जहिलेको जहिलेको यस्तो त्यस्तो हुनु होला त बरु छुट्यौँ। जहिले भयो कि अहिले हाम्रो झगडा परेन। अहिले न्यु नसुने म यस्तो सहन सक्दिनँ। आई कान्ट। म मिलेन तपाईँसँग। तपाईँ मात्र मिलेर हुन्छ। मलाई म कहाँ मिलेन? म मिलेन। मलाई ब्रेकअप चाहियो, अरू केही थाहा भएन मलाई। केही थाहा भएन। म बस्दिनँ। नहाँस्नु है, सिरियस भएर भने तर निच हाँसेर चाहिँ नबस्नु। अनि त्यो जहिले झगडा गर्नुभन्दा त बरु हामी दुईजना आफै कुरासुरा गरेर छुट्यौँ बरु। होला गाह्रो होला, अब 1-2 वर्ष नै गाह्रो होला। यत्रो वर्ष रिलेसनमा बसेर पनि अब गाह्रो हो भन्दैमा त अब नछुटिकन बस्नु भन्दा त बरु छुट्टिएकै बेस। जहिले झगडा जहिले उस नछुट्टिने त म कस्तो मात्र गरिरहेको। म नछुट्टिने भन्दैछ त के भन्नु पर्यो त?
म छुट्टिन्छु होइन आज त म छुट्न दिन्न नि त हाँसेन तर थाहा छ अहिले हाँस्यो भन्दा त न्यु आउँदै म यस्तो सिरियस काममा चाहिँ हाँस्दिनँ ल हाँसेर न्यु आउँदै हाँसेको छैन भने सुन्दैन क्या हो खै कुनी बरु अहिले गाह्रो भइरहेको बेलामा पछि फेरि गाह्रो हुनुभन्दा बरु दुईजना मिलाप गरेर छुट्टिउँ म छुट्टिन्न नि त म छुट्टिदिन्छु नि त त्यस्तो एकतर्फी भएर हुन्छ दुईतर्फी हुनुपर्छ नि दुईतर्फी नै हुनुपर्छ के मैले तपाईँलाई ब्लग हानिदिन्छु म सबै ठाउँबाट म तपाईँलाई ब्लग हानिदिन्छु तपाईँ पनि अब तपाईँको सोसियल मिडियाबाट मेरो फोटोहरू मेरो के छ सबै हटाउनु नराख्नु हटाउँदिन म पनि हटाउँछु तपाईँ पनि हटाउनु हटाउँदिन तपाईँ भन्नुहुन्छ म छोड्छु भने छोड्छु त तिमीले भनेर चाहिँ हुन्छ नि सिरियस हुने बेला सिरियस हुनु के तपाईँ आफै सोच्नु तपाईँलाई जहिले झगडा गरी बस्नलाई मन हुन्छ अनि त्यो जहिले झगडा गर्नुभन्दा त बरु हामी दुईजना आफै कुरासुरा गरेर छुट्यौँ बरु होला गाह्रो होला अब 1-2 वर्ष नै गाह्रो होला यत्रो वर्ष रिलेसनमा बसेर पनि हेलो तपाईँको नेट गएको छैन मैले बोलाइरहेको छु तिमी बोल्दैनौ अनि मलाई रिस उठिरहेको छ अनि किन बोल्नु त ए बी सिरियस के यार बी सिरियस किन तपाईँ यस्तो कुरामा सिरियस हुन्छु म अनि तपाईँलाई केही लाग्दैन होला नि त म तपाईँलाई सबै ठाउँबाट ब्लक गरिदिन्छु अनि थाहा हुन्छ फेरि रिसाउनु कन्सा नरिसाओ र रिसाउनु कन्सा नरिसाको र म रिसाएको छैन म फकिसकेँ ए तपाईँ म रिसाएको कि तपाईँ रिसाएको मेरो बुढी रिसाएको रिस नउठाउनै भाइ मेरो बुढी रिसाएको नि मलाई केही थाहा भएन अब आजबाट सम्बन्ध यहीँबाट बिछोड जे भन्ने अब चाहिँ सिरियस हुनु न यार अब सिरियस हुनु लाज शरम लाग्दैन तिमीलाई यस्तो कुरामा अब सिरियस हुनु त म सिरियस नै छु यहाँभन्दा सिरियस हो भने त हस्पिटल गइहाल्छु म मलाई टाउको दुख्न थाल्छ क्या टाउको नदुखाउन टाउको दुखाउनु हुँदैन मेरो बुढीलाई टाउको दुखायो भने मेरो पनि टाउको दुख्छ कि दुखोस् हजुर के हन्छ न सच म यो दुईजना बसेर कुरा गर्ने भनेर मात्र मैले यसरी फोन गरेँ हो न म यति राति म यहाँ फोन गर्न उस गर्दिनँ थिएँ म छोड्दिनँ तिमीलाई म छोड्छु भाइ जहिलेको झगडा म छोड्दिनँ नि त म छोड्छु नि त जहिलेको झगडा अनि जहिलेको झगडा त अनि झगडा मिलिसक्यो हाम्रो के रे हाम्रो झगडा मिलिसक्यो तपाईँको लागि मिल्यो होला मेरो लागि मिल्दैन कि अहिलेको मात्र सोच्ने होइन भनेर म भनिरहेको छ पछिसम्मको सोच्ने हो अहिले त यस्तो झगडा हुन्छ अहिले त हाम्रो त्यो केही मिल्दैन भनेपछि किन मिलिरहेछ त यत्रो वर्ष मिलिरहेको थियो अब यत्रो वर्ष मिल्यो अब अहिले के भयो त्यस्तो ल किन यस्तो भएको होला मसँग लाग्न आउने के लाग्यो मलाई अरू केटा मन पर्यो त्यही भएर मलाई ब्रेकअप चाहियो को केटा मन पर्यो हेरौँ न त किन देखाउनु पर्छ तपाईँलाई जो मन पर्यो नि देखाउनु पर्छ नि देखाउँदिन रे देखाउनु पर्छ ल मैले भने त मलाई अरू केटा मन पर्यो त्यही भएर मलाई ब्रेकअप चाहियो म तपाईँसँग रिलेसनमा बस्दिनँ त्यही हो कुरा सिधै विश्वास लाग्दैन है क्या हो हाँ नहीं लगता तुमको क्यों मेरा विश्वास नहीं लगता तिम्रो विश्वासै लाग्न छोड्यो अब तिम्रो गफ सुनेर तपाईँको अगाडि अरूसँग भाग्दिन्छ दौडिन सक्छौ ए भगवान ए बाबा प्लिज सिरियस हुनु त हजुर मेरो सानो म सिरियस छु मलाई यसरी यो नामले नपाउने म तपाईँको कोही पनि होइन मेरो सानो मेरो बाबा मेरो पुन्तु मेरो पुकुली त्यस्तो नभन्दा न तपाईँको लागि कस्तो झगडा केही पनि होइन जस्तो लाग्छ क्या म त यस्तो जहिलेको झगडामा त म यसरी बस्न सक्दिनँ त जहिलेको झगडा चाहिँ कहिले भयो फेरि
यो ठुलै झगडा हो नि त त्यस्तो नभन न पुन्तु मलाई केही नबोलाउनु मलाई खुसी भन्न बोलाउनु पुकुली त्यस्तो साह्रो नि नरिसाइदेऊ न मैले तपाईँलाई अरू बेला केही भनेको छ त्यो भन्नु छैन मसँग सिरियस भएर बोल्नु के अनि यस्तो कुरामा जिस्किने हो त म पुन्तु पनि आम्मै तपाईँसँग जिस्काएन हो जिस्काएन भगवान् जिस्काएन भन्दैछु त जिस्काएन भने हाँस त लाग्छ जिस्केको होइन भने हाँस्नु भन्नुमा कस्तो मिठो हाँस त्यस्तो भनेर हुन्छ त ए सिरियस हुनु है म तपाईँलाई सबै ठाउँबाट ब्लक गरिदिन्छु तपाईँ पनि मलाई सबै ठाउँबाट ब्लक गरिदिनु त्यो सोसियल मिडियाबाट मेरो फोटोहरू मेरो भिडियोहरू सबै डिलिट गर्नु गर्दिन के गर्नु नि गर्दिन नि त ल्याउन खोज्नु है गर्दिन हाँस हेर फेरि आफै हाँस मसँग खिची हाँसे नहोस् भनेको छ सिरियस आफै हाँस्छ कि आफै सिरियस हुन सकेको छैन अनि मलाई म्युट गरी हाँस्दैछ क्या छैन म्युट गरेको थाहा पाइहाल्छ नि सिरियस भएर कुरा गर्नु के सिरियस भएर कुरा गर न किन हाँसी कुरा गरेको सिरियस भएर कुरा गरेको छ तपाईँ चाहिँ सिरियस हुनु के यस्तो कुरा त्यो ब्रेकअप जस्तो कुरालाई धेरै ख्यालठट्टा लिएर नबस्नु कहाँ ख्यालठट्टा लिएको छ त छैन नि ख्यालठट्टा लिएको हो रिलेसनमा बसेपछि जसको नि झगडा पर्छ तर यति साह्रो नि झगडा पर्दैन कि धेरै झगडा पर्यो भने पछि गएर आफूलाई नै हुन्छ के हुन्छ भाइ मान्छे न के हुन्छ पछि गएर अहिले त यस्तो झगडा पर्छ नि पछि गएर चाहिँ के पछि गएर झगडा पर्छ नि त अनि पछि गएर अब झगडा हुनु भन्दा बरु अहिले नै छुट्टेको राम्रो पछि गएर किन हुँदैन भयो भने भयो त्यस्तो हुँदैन किन हुँदैन किनभने हुँदैन नि ए भगवान् सिरियस त हुनु तिमी आफै सिरियस छैन भने म किन सिरियस हुनु म सिरियस नै छु ल मान्छेलाई कति गाह्रो भइरहन्छ कति के भइरहेको हुन्छ तपाईँ चाहिँ नि कस्तो सिरियस नै नभएर बस्दै हैन हुन्छ हुन त अनि ब्रेकअप जस्तो कुरामा ख्याएर खु नगर्नु के तिमी सिरियस भएर बोल न के मैले तपाईँलाई सबैबाट ब्लक गरिदिएपछि मैले सबैबाट तपाईँको सोसियल मिडियाबाट सबै फोटोहरू सब भिडियोहरू हटाइदिएपछि चाहिँ नि पत्याउनु हुन्छ पत्याउँदिन प्राङ्क हालिरहेको छ मलाई भिडियो बनाइरहेको छ क्या है मान्छे आइफोनबाट आज हेर यो शङ्का लाग्यो मलाई अब चाहिँ मसँग लाग्न म यति राति तपाईँलाई आर्यन पनि त्यही छ क्या नानीकै घरसँग राखेर छ नि ए भगवान् सिरियस हुनु है म रिस्दै नउठाउनु अब चाहिँ अति भयो भने म सिरियस नै छु त भयो गफ गर्नुपर्छ पागल गर्दिन म गफ सप गेम खेलेर बस्नु न म प्र्याङ्क भयो ल भाइको आइफोन लुकाएर ल्याइछ क्या राति भिडियो बनाउनु पर्छ हाँसेर न किट कस्तो हाँस्दिएको त बेबी माया रिस नउठाउनु ल मैले हँच्नु खोजेको अति चाहिँ अरे के अति गरेँ मैले मलाई नचु हाँसे चाहिँ किन मान्छे पेट दुइरहेको छ भने हाँसे किन नभन्नु नि पेट दुखेर पो हाँसिरहेको पेट दुखेर चाहिँ कसले हाँस्नु पर्छ म सिरियस कुरा गरिरहेको छु रोको एक्टिङ गरे अब मान्छे छ यार प्र्याङ्क गर्ने हो यति राति 12 बजिरहेको छ ए बाबा प्र्याङ्क गरेको होइन हो यति राति चाहिँ तपाईँसँग म किन प्र्याङ्क गर्नु पर्यो दिउँसोतिर प्र्याङ्क गर्दा नि हुन्थ्यो त ए बाबा तपाईँ म प्र्याङ्क गर्ने भएको भए म तपाईँलाई दिउँसै प्र्याङ्क गर्दिनँ थिएँ तपाईँ काममा भयो नि जे भयो नि म प्र्याङ्क गर्दिनँ काममा चाहिँ भनेर प्र्याङ्क गरे हो अहिले अब बेलुका जानु छ कहीँ जाँदैन राति हिँडिदिन्छ राति भयो भने कहीँ जाँदैन राति प्र्याङ्क गर्छु म त्यसो प्र्याङ्क पनि गर्दिनँ ल म प्र्याङ्क चाहिँ किन गर्नु पर्यो नि प्र्याङ्क चाहिँ म चाहिँ
त्यस्तो झोला पटाएको बेलामा चाहिँ प्र्याङ्क गरेर बस्छु अरे म गरे त गरे छैन हैं? गरेको छैन तपाईँ सिरियस किन हुनु के नगरे? ए भगवान् मलाई कति गाह्रो भइरहेको छ अनि ऊ चाहिँ गर्दै अनि सक्यो अनि राति राति प्र्याङ्क गर्न खोजेर हुन्छ ए भगवान् प्र्याङ्क गरे होइन भन्दैछु त होइन किन निस्किनु भएको त ल बाई ल राखिदिएको ल बाई अहिले फेरि बाई राखिदिएको है मैले कल गर्छ भनेर बाई भने होला फेरि सोध्छु नि म सुत्नु 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 ल ल बाई 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 नो बाई 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 नो बाई सिरियस भएर बोल्नु न त यहाँ नानी सिरियस के बिरामी हुनु हस्पिटल भन्नु हजुर। हजुर लाज पनि लाउँदैन है मलाई अब चाहिँ अति रिस उठ्न थाल्यो है किनभने त्यस्तो भेटेर सबै कुरा गरौँ यो फोनमा तपाईँलाई त्यस्तो अब मैले प्र्याङ्क नै गरेको लाग्छ भने त अब केही छैन अब भेटेर कुरा गरौँ त्यति अब नभेटिन्जेलसम्म चाहिँ तपाईँलाई म सबैतिरबाट हटाइदिन्छु अरू त केही थाहा भएन त्यस्तो नगरिसियो न बेबीजु आफै के गर्दैछ आया 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 कान्छी काट्न आएछ भक्कै आया आया सेन्स आफैलाई हाँसो कन्ट्रोल भएको छैन नि मलाई सिरियस हुनु भन्छ ल ल भयो बाई ल भयो अब प्र्याङ्क गर्दिनँ भनेर त्यही ल ल ल मैले प्र्याङ्क गर्न सकिनँ सकिनँ बाबा मैले सकिनँ ल बाई के भयो र प्र्याङ्क सके त ननसेन्स कुरा गर्न त कहिले सिकाउँछ होला है यस्तो भन भयो मलाई रिस उठ्यो अब मलाई झन् रिस उठ्यो प्र्याङ्क भन्छ प्र्याङ्क गरेको होइन भन्छु प्र्याङ्क गरेको भयो मैले प्र्याङ्क गर्न सकिनँ हजुरलाई भनौँ न के भन्छ हो हजुर मैले हजुरलाई प्र्याङ्क गर्न सकिनँ माफ गरिदिनु होला मेरो एक्टिङ आज घाँस काट्न भएछ पागल थाहा पाउँदिनँ म यत्तिकै किन सिरियस भएर कसरी बोल्छ प्र्याङ्क गरेर कसरी बोल्छ आफ्नो बुढीलाई राम्रोसँग चिन्दैन मेरो प्र्याङ्क फेल गर्छ झोला पटाएको झन् प्र्याङ्क गरिदिउँ फेरि फेरि मैले साँच्चीकै भने बेलामा पनि प्र्याङ्क गरेको भन्यो भने चाहिँ त्यति बेला फेरि नराम्रो हुन्छ नि त्यस्तो तपाईँले कसरी थाहा पायो मैले प्र्याङ्क गरेँ भने चाहिँ अनि आफ्नो बुढीले कस्तो रियाक्ट गर्छ भने थाहा हुन्न त म सिरियस भएर बोलेको थिइनँ र सिरियस भएर बोलेको थियौ नि अनि अब सिरियस हुँदा पनि तिमीले प्र्याङ्क गर्दा कसरी गर्दा म सिरियस भएन अनि तपाईँ सिरियस भएर बोल्दैन अनि मलाई रिस उठ्छ अनि अनि मलाई हाँस उठ्छ होइन प्र्याङ्क नै भएन कस्तो रिस्टार्ट अर्कोले प्र्याङ्क भनेको गर्नुपर्छ नि त्यो भनी चाहिँ प्र्याङ्क हुन्छ एउटा हुनु जानु नबोल्नु जाँदिन झन् झोलाबाट मौका चौका हान्नु भनेको त केही पनि निस्केन भनेको यस्तो चाउ मलाई थाहा छ नि त मेरो बुढीले कस्तो गर्छ सिरियस हो भने एक्टिङ गर्यो भने कस्तो गर्छ मलाई थाहा छ नि त होइन चित्तै दुख्यो प्र्याङ्क नै भएन यस्तो कस्तिमा मैले प्र्याङ्क गर्छु भने सोचेँ होला फेल भयो त्यो के भयो हाल्यो अब यही भिडियो केही पनि भएन अनि यस्तो हाल्नु बरु खड्कालाई दामी गरेको थियो भने अब प्र्याङ्क सकिसक्यो के को भाइ नि लागि भाइ भन्दा त जानु नदियो अहिले प्र्याङ्क भनेर भाइ भनेर जानु दिन्छु म झन् त्यहाँ आज झन् मौका पाइरहेको मौका पाइरहेको मौकामा चौका हान्न खोजेको त्यही मैले अघि म अगाडिदेखि नै मेसेज गरौँ कि क्या जस्तो लागिरहेको थियो फेरि झोला पठाएको फेरि के आफै मेसेज गरिराख्नु भनेर ओ त्यस्तो प्र्याङ्क गर्नु छ उसलाई इगो बे इगो त्यस्तो इगो नि हुन्छ कसैमा इगो हुन्छ नि त तपाईँको नि इगो भए त मेरो नि हुन्छ नि त
हो र हो नि त हैन ल दिउँसोदेखि सोचेर बसेँ म यहाँको थिएँ कति रिस उठ्यो प्र्याङ्क गर्ने मलाई तिम्रो प्र्याङ्क कस्तो नपत्याएको त प्र्याङ्क भनेर तपाईँलाई थाहा भएपछि तपाईँ त नि कुरा गर्नु पर्थ्यो नि त भन्नु पर्छ नि त भन्यो भने चाहिँ कसले प्र्याङ्क गर्छ भन्ने कुरा गर्नु म एक्टिङ गरिदिन्थेँ नि त नि प्र्याङ्क राम्रो बनाउनलाई भयो अरू पनि त्यस्तै त हुन्छ नि स्क्रिप्टेड हामी स्क्रिप्टेड गर्दैनौँ तपाईँलाई म यस्तो रुवाउँछु कि एक दिन हेरिराख्नु त्यो रुन्नी गरी प्र्याङ्क गर्छु तपाईँलाई त्यही सोचेर अहिले बनाउनु खोजेको थियो होला त्यो सोचेर त गएको थिइनँ म तपाईँलाई चाहिँ झन् चाहिँ रिस उठाइदिन्छु रिस उठिरहेको बेलामा झन् चाहिँ रिस उठाइदिन्छु भनेर सोचेको त्यस्तो ब्रेकअपमा अनि म आफ्नो बुढीलाई सुध्रिन्छु भनेको छु भन्नु सिरियस भन्नु त न टाइम दिन्छ न के गर्छ जतिखेर गेम खेल्न पाएपछि गेम मात्र खेलेर बस्छ हामीसँग चाहिँ बोल्ने खोज्दैन गेम भएपछि पुग्छ उनीहरूलाई यो केटाहरूलाई त्यस्तो भने है अब बरु अलिकति सिरियस भइदिन्छ होला ब्रेकअप चाहियो भन्छ सिधै ल म मेरोबाट फोन गर्छु ओके भाइ गुड गुहा भाइ प्र्याङ्क बनायो ल भाइ राख्दै ओके बाई बाई छ्या प्र्याङ्क पनि गु जस्तो भयो अर्कोचोटि यस्तो अख्खा गर्छु कि यस्तो अख्खा कस्तो रिस उठ्यो मलाई त छि